नमस्कार साथीहरू, म महेन्द्र ढकाल। तपाईहरुले मलाई चिनिराख्नु भएको छ। आज ह्यान्डब्रेकको असली काम अगाडि जाँदा र पछाडि सर्दा मा यथार्थ कति दूरीमा रोकिन्छ गाडी, ह्यान्डब्रेकले मात्रै कसरी रोक्छ भन्ने कुरा, ह्यान्डब्रेकको मात्रै प्रयोग दूरी दुईटै तपाईहरुलाई प्रयोग गरेर देखाउन गइरहेको छु। त्यसमा चाहिँ अगाडि एउटै स्पिडमा, पछाडि सर्दा नि मैले 5 को स्पिडमा प्रयोग गरेर देखाउँछु। हामीले फरक मात्रै छुट्याउने हो कि कति दूरीमा गाडी रोकिदो रहेछ, अगाडि सर्दा पछाडि सर्दा र अगाडि जाँदाखेरिको हकमा त्यति छुट्याउने हो। अब ठ्याक्कै तपाईहरुलाई मैले 5 को स्पिडमा पुगेपछि ताने भन्छु, ह्यान्डब्रेक लगाए भन्छु र त्यहाँदेखि गाडी रोकिने दूरी तपाईहरुले पत्ता लगाउनु होला। कुन चाँडो रोकिँदो रहेछ, अगाडि जाँदा चाँडो रोकिन्छ कि पछाडि जाँदा चाँडो रोकिन्छ, त्यही छुट्याउनु होला। र के ह्यान्डब्रेकले मात्रै गाडी रोक्न सक्छ भन्ने कुरा हामीले चाहिँ यो आज प्रमाणित गर्नेछौँ। र 5 को स्पिडमा त्योभन्दा बढीमा त्यसरी नै उ गर्यौँ भने हामीले ह्यान्डब्रेक लगाउँदाखेरि बिस्तारै लगाउनु पर्ने हुन्छ। यसमा 81 यदि हामीले खास मैले तपाईहरुलाई के उद्देश्य दिन खोजेको भने, यदि गाडी ब्याक भइहाल्यो भने ह्यान्डब्रेक तान्नु, पहिला तीनवटै ब्रेकको प्रयोग, मतलब खुट्टाको ब्रेक र क्लच छोडिदिने र ह्यान्डब्रेक गऱ्यौँ भने गाडी तुरुन्तै रोकिन्छ भन्न खोजेको अर्थ हो त बुझाउन खोजेको। र आज थोरै हामीले एउटा मैले सिकाउन गइरहेको हुनुहुन्छ, सिकाइरहेको छु। अहिले 18 दिन भयो लगभग। उहाँसम्म थोरै कुराकानी गर्न चाहन्छु। अब तपाईले सिक्न लागेको कति दिन भयो? आज 19 दिन भयो। आज 19 दिन भयो हैन त। भनेपछि मैले 18 दिनसम्म सिकाएँ, अहिले पनि सिकाएर लिएर आएँ। 18 दिनसम्म मैले सिकाउँदै गर्दै लिएर आएँ। हामीले 18 दिनसम्म कति समय दिनको कसरी सिके हामीलाई, कति समय सिके हामीलाई दिनमा? दिनको लगभग 1 घण्टा चाहिँ प्राय चाहिँ ड्राइभिङ गरिन्थ्यो र 1 घण्टा मिनिमम नि 1 घण्टा चाहिँ टाइम चाहिँ चलाउने टाइमै दिनुभएको थियो तपाईले। त्योभन्दा बढी कहिले 2 घण्टासम्म नि हुन्थ्यो, आवश्यकता हेरेर, आवश्यकता अनुसारले मैले सिकाइरहेको छु। भन्दाखेरि आवश्यकता अनुसारले तपाईलाई कहिले कम्तीमा 1 घण्टा, त्योभन्दा बढी 2 घण्टासम्म पनि गयो हैन त। हामीले यत्रो समय सिक्दाखेरि अहिले 18 दिनसम्म, हिजोसम्म हाम्रो केही पनि भएको थिएन होइन। सिक्न त धेरै समय सिक्यौँ नि, कहिले 1.5 घण्टा, कहिले 2 घण्टा, कहिले 1.25 घण्टा, कहिले कम्तीमा 1 घण्टा गरी सिकेर आयौँ। तर हिजोसम्म केही पनि भएको थिएन, हो कि होइन? तर हिजोबाट आज 81 भयो। यो 81 हुनुको प्रमुख कारण के होला? तपाईले केलाई दिनुहुन्छ यो 81 हुनुको कारण? 81 हुनुको कारण भन्दा यो तपाईको दिमागसँग सेट हुँदै स्टियरिङ पनि सेट भयो। मतलब कि हामीले गाडी सिक्दाखेरि स्टियरिङै मिलेन भने हाम्रो चाहिँ गाडी चलाउन सकिँदो रहन्छ होइन। चाहिँ तपाईको स्टियरिङ जति चाँडो सेट हुन्छ त्यति चाँडो गाडी सिकाइको उपलब्धि चाँडै हुँदो रहेछ। भनेपछि अब तपाईको मनस्थिति अनुसार तपाईले सिकाइको कुरो बुझेर तपाईको कहाँ गडबडी के तपाईलाई कुन चाहिँ चाहियो, कुनले गर्दाखेरि गाडी सहज रूपले चल्न सकेको छैन भन्ने तपाईको मनस्थिति बुझेर नै मैले हिजो तपाईलाई त्यो गराएँ हो। त्यो हिजो मैले त्यस्तो मनस्थिति नबुझिकिन त्यो नगराएका भए तपाईले सिक्दै जाँदा कति समयमा आज जस्तो हुनुहुन्थ्यो? 5-6 महिना लाग्थ्यो होला हात बस्न। भनेपछि हामीले 5-6 महिनाको एकै दिनमा हामीले क्लियर गरिहाल्यौँ। स्टियरिङको पोइन्ट पत्ता लगाउन हामीले एकैछिनमा जानिहाल्यौँ हैन। त्यसकारणले मतलब तपाईको मनस्थिति अनुसार म सिकाउन सफल भएँ, मान्नुहुन्छ यो? त्यही हो, त्यसमा त कुनै दुई मात्रै छैन। अब अर्को एउटा क्वेसन गर्छु है। जस्तै अब हाम्रो आम जनतामा के छ भने, गाडी सिक्दै गाडी लिएर हिँडेपछि सिक्दै गइसकेपछि पर्फेक्ट भइन्छ वा भर्खर सिकाहरूले सेकेन्ड ह्यान्ड लिनुपर्छ, यताउति छोइछाइ हुन्छ भन्ने यो कन्सेप्ट छ। अनि बल्ल पर्फेक्ट भइन्छ भन्ने कन्सेप्ट छ कि त्यो तोडिँदैछ? यस्तो यो कुरामा तपाईले कस्तो इन्स्टिट्युटमा सिक्नुहुन्छ र तपाईलाई कस्तो चाहिँ सिकाउने मान्छे कस्तो पर्छ त्यसमा भर पर्छ। र तपाईले चाहिँ सिकाउने कति दिनमा सिक्नुहुन्छ? तपाईले जसले चाहिँ 15 दिन 1 हप्तामा म पुरै सिकाइदिन्छु भन्छ त्यो केही पनि होइन। त्यसले तपाईलाई गाडी अगाडि बढाउन र पछाडि बढाउन सिकाउला। अरू गाडी सम्बन्धी नलेज, यो इन्जिन सम्बन्धी नलेज र चाहिँ ड्राइभिङ सम्बन्धी नलेजहरू कुनै पनि तपाईले सिक्न सक्नुहुन्न त्यो हप्ता दिन 15 दिन भित्रमा।
अब हामी त सिक्दै गर्छौँ होइन, अझै हाम्रो बाँकी कोर्स छ। मतलब अगाडिको लागि एउटा पोइन्ट आयो, त्यो पोइन्ट आइसकेपछि गाडी चलाउन सकिन्छ। मैले तपाईँलाई भनेको थिएँ हो, पहिला सुरु भर्ना हुनुभन्दा पहिला, सिक्नभन्दा पहिला तपाईँलाई मैले भनेको थिएँ हो। भनेपछि त्यो हो र छ, पक्का हो। यो पोइन्ट कसैको आज तपाईँको आज आयो 18 दिनमा, हिजो मैले त्यो मनस्थिति बुझेर गराइदिएपछि बल्ल आज 19 दिनमा पोइन्ट आयो। र अब कसैको यो पोइन्ट भनेको कहिले हो कहिले आउने हो कि होइन। भनेपछि हामीले सिकाउन अब आफै चलाउँदै गयो भने कहिले आयो कहिले आयो, मनस्थिति अनुसारले त्यही पोइन्ट दिन सक्यो भने तुरुन्तै सिकिँदो रहेछ हो। यो कुरो मान्नुहुन्छ हो। अब हामीले गाडी अब हामी यो त छँदैछ, अब हामी अन्तिमसम्म सिक्दैछौँ। हामी तपाईँसँग फेरि अर्को अन्तिमसम्म कुरा गर्दैछु। कुरो बुझ्नुभयो नि, हिजो 35% 15% तपाईँको ड्राइभिङ थियो भने आज तपाईँको 81 बढेर हिजोको आज नै 70% भयो जस्तो फिल भयो होला। के हो यो? पक्का हो कि मैले फेरि तपाईँसँग यो कुराकानीमा आधारित मैले तपाईँलाई सिकाएर भन्नुभएको हो कि आफै हो नि? त्यो होइन, म आफैले भनिरहेको छु, म आफैले अनुभव गरेको कुरा तपाईँलाई भनिरहेको छु कि मैले तपाईँलाई पहिला यो भन्नुहोस् भनेर भनेको कि हामी बिचमा त्यो 81 भिडियो बनाएको छौँ हामीले। पहिला हाम्रो कुनै पनि यो भिडियो बनाउने आज यो कुरा गर्ने भनेर हाम्रो त्यसमा कुरै भएको होइन। हजुर, यो डाइरेक्ट हामी चलाउँदै आयो, एउटा उकालो आएछ, उकालोमा एउटा भिडियो बनाऊँ भन्ने कुरो भयो, त्यही अनुसार बनाइयो। अब हामीले भनेपछि हामीले कसैले त 7 दिनमा सिक्छन्, 7 दिनमा गाडी लिएर हिँड्छु भन्छन् नि, हिँड्छन् हो। भनेपछि त्यो के रहेछ र यो के हो? यस्तो हो, 7 दिनमा गाडी लिएर हिँड्नेले चाहिँ पहिल्यै सिकेको हुन्छ होइन, सुरुवात गरेर नै 7 दिनमा नै लिएर हिँड्छन् के हिँड्छन्। जस्तै हिँड्न सक्छु त्यसमा र कसरी हिँड्न सक्छन् होला, के कस्तो चलाइ होला तिनीहरूको? यस्तो हो, उनीहरूले चाहिँ अब चाहिँ जुन एउटा स्टियरिङको पोइन्ट हुन्छ त्यो पोइन्ट उनीहरूको चाँडै आयो भने चाँडै नै सिक्ला सक्लान् हो। पोइन्ट आयो भने अब अर्को उनीहरूले त गाडी सिके 7 दिनमा, अब थप केही सिक्न पर्छ कि पर्दैन होला? सिक्न पर्ने कुरो धेरै छ। भन्नको मतलब सडक अनुभव हो। हामीलाई सडक अनुभव चाहिन्छ कि चाहिँदैन होला? चाहिन्छ, पक्का हो। भनेपछि सडक अनुभव भएको प्रशिक्षकले मात्रै सिकायो भने बल्ल सही तरिकाले सिक्न सकिन्छ कि सकिन्न होला? जो सडक सम्बन्धी ज्ञान भएको, सडक सम्बन्धी अनुभव भएकोसँगबाट सिक्यो भने चाहिँ धेरै चाहिँ चाँडै चाहिँ सिक्न पनि सकिन्छ र त्यसको सिकाइले दीर्घकालीन चाहिँ काम पनि गर्छ। मैले सडक अनुभव र सवारी साधन सिकाइ एकैपटक दुईटै एकैसाथ लिएर गएको छु तपाईँलाई सँगसँगै हो। भनेपछि सडक अनुभव हामीले चोकमा हिँड्दाखेरि के गर्नुपर्ने रहेछ नि, एउटा त पनि भनिदिनुहोस्। चोकमा हेर्दाखेरि अब कतापट्टि टर्न गर्ने हो तपाईँको होइन। अब सिधै जाने हो भने दायाँ बायाँ हेर्ने, दायाँ पनि हेर्ने बायाँ पनि हेर्ने, अनि अगाडिबाट पनि हेर्ने, पछाडि लुकिङ ग्लास पनि हेर्ने। ल ठिक छ। अब एउटा क्वेसन, लास्ट क्वेसन। अब सबैले भन्छन् 81 पर्छ, 81 ठोकिन्छ हो। मैले भन्छु ठोकिँदैन हो। पक्का हो। के नगरे ठोकिँदो रहेछ, के गरे ठोकिँदो रहेछ? यो कस्तो भने तपाईँको चाहिँ गाडीको स्पिड अनुसार आफूले ब्रेक कहाँ लगाउने, के लगाउने, गाडीलाई कसरी चलाउने भन्ने कुरो ज्ञान भएर पूर्व चाहिँ तपाईँको चाहिँ योजना अनुसार गाडी चलायो भने ठोकिँदैन। भनेपछि यो सबै एक्सिडेन्ट हुने योजना अनुसारले लापरवाही गरेर चलायो हो कि केयरलेस हो? केयरलेसले हो। अब त्यो केयरलेसै गर्ने भए, यदि गएर गाडी ठोकिन्छ त्यहाँ गएर मर्छु नै भन्ने भए त्यसले केयरलेस गर्थ्यो कि गर्थेन होला? त्यसले गर्थेन। भनेपछि त्यो थाहै भएन उसलाई हो, परेपछि मात्रै थाहा पाउने भयो हो। भनेपछि हामीलाई त्यस्तो शिक्षा पहिले नै चाहियो हो। त्यस्ता शिक्षाहरू जुन गएर पढ्छन् तिनलाई हामीले बानी पारिदिन पर्यो। पक्का बानी पारिदिएपछि मात्रै हुने रहेछ हो। भनेपछि हामीले यत्तिकै हचुवाभरमा गाडी लिएर हिँड्न हुँदो रहेछ, पक्का हो। ल है त, अब म तपाईँहरूलाई हामी कुरोकानी भइसक्यो। अब तपाईँहरूलाई प्र्याक्टिकल गरेर देखाउँछु। उकालोमा तपाईँको उकालो गाडी पछाडि सर्दा ह्यान्डब्रेकको प्रयोग र उकालोबाट पछाडि सर्दा है, उकालोबाट ओह्रालो सर्दा दुईटै, ओह्रालो जाँदा मैले 5 को स्पिडमा दुवैलाई 5 को स्पिडमा गाडीलाई रफ्तारमा लएर अनि ब्रेक तान्छु। ह्यान्ड ब्रेक मात्रै है, खुट्टाको ब्रेक र इन्जिन ब्रेक छोडिदिन्छु, केही गर्दिनँ। इन्जिन ब्रेक एक्टिभेट हुन्छ, खुट्टाको ब्रेक नलगाइकन ह्यान्ड ब्रेक मात्रै प्रयोग गर्छु। त्यसमा फरक छुट्याउनुहोस् है, कुन कति दूरीमा अगाडि जाँदा चाँडो रोकिन्छ कि पछाडि जाँदा चाँडो रोकिन्छ, या रोकिन्छ कि रोकिँदैन, असली पहिचान गर्नुहोस् है ह्यान्ड ब्रेकको है त। ल अब सुरु गरौँ। म ठ्याक्क 5 को स्पिडमा लान्छु र
र ह्यान्ड ब्रेक मात्रै तान्छु है। ब्याक जाँदा गाडी ब्याक सरो भने के काम गर्छ के गर्ने। अब तल देखाउँ है चक्कामा। देखिहाल्नु भयो। अब म अगाडि फर्काएर देखाउँछु है। अगाडि अब रोक्नु। ल अब तपाईहरुले कन्डिसन फरक छुट्याइहाल्नु भयो होला। पछाडि जाँदा के भइरहेको थियो र अगाडि जाँदा के भइरहेको थियो। ह्यान्ड ब्रेक लगाउँदाखेरि टायरको स्थिति क्याल्कुलेसन गर्नु हुन तपाईहरुलाई एकदम अनुरोध गर्दछु। र मैले खास तपाईहरुलाई यो सिकाउन किन खोजिरहेको छु त भन्दाखेरि जस्तै उकालोमा हामी ह्यान्ड ब्रेक पछाडि गाडी ब्याक गयो भने हामी ह्यान्ड ब्रेक तान्ने कोसिस गर्दैनौँ र भुल्छौँ। हो त्यसकारणले उकालोमा मैले दुईटा फरक छिट्याएको छु है। अब एउटा फरक तपाईहरुले नछुट्याउन सक्नुहुन्छ किनकि जस्तै अब दूरी चाँडै ब्याक हुँदाखेरि चाँडै रोकिया थियो पछाडि सर्दा भने अगाडि जाँदाखेरि ढिलो रोकियो र चिप्लियो चक्का है। कुरो बुझ्नुभयो नि फरक ती दुईटा हुन्। तपाईहरुलाई के कस्तो लाग्छ भिडियो यदि सही र उचित लाग्यो भने सब्स्क्राइब शेयर र लाइक गरिदिनु होला, साझा गरिदिनु होला किनकि यस्ता भिडियोले हामी अरूलाई पनि साझा हुन्छ, ज्ञान हुन्छ र हामी यस्ता समस्या एक्सिडेन्ट जुन दुर्घटना हुन्छन् घटना हुन्छन् हो तीबाट अरू पनि बचुन् र हाम्रो देश सडक घटना दुर्घटना मुक्त सवारी साधन घटना मुक्त होस् भन्ने चाहन्छु र हेर्दै गर्नु होला। कस्तो लाग्यो कृपया कमेन्ट पनि गर्नु होला। हस् धन्यवाद।